हेलो गाइज वेलकम टु अमृत कृति ब्लग्स र थम्बनेल हेरेर चाहिँ थाहा पाइसक्नु भएको होला आजको भिडियो चाहिँ के स्पेशल रहेको छ। आजको भिडियो चाहिँ हाम्रो अपेक्षा छोरीको चाहिँ बर्थडे स्पेशल रहेको छ। सो हामी चाहिँ सबै खिच्न पाएनौँ र त्यसपछि आएर पनि हामीले यहाँ माछा फ्राई गर्न लागिसकेँ मैले चाहिँ। अनि सबैजना मिलेर आफ्नो काम गर्दैछौँ। मैले चाहिँ यहाँ माछा फ्राई गर्दैछु र अरू पनि विभिन्न परिकारहरू रहेको थियो। हाम्रो चाहिँ छोरी पनि आइसकेछिन् यहाँ। अनि छोरीले चाहिँ मलाई हेलो आन्टी भन्दै छिन्। अनि हाम्रो छोरा बिन्छन् छोरा। म चाहिँ यहाँ अचार बनाउन लागिरहेको छु। बन्द आलु उता चाहिँ रहेको छ हाम्रो सलाद। अनि आजले चाहिँ टिका लगाउँदै हुनुहुन्छ र मैले चाहिँ यहाँ टिका पनि लगाइसकेँ। तताइ राख्नु भएको छ अचारको लागि। यस अब बाहिर गएर हाल्छौँ। अनि यो छ तातो तातो तेल। वाउ आन्टीले चाहिँ हालिदिनु भएको छ। यो चाहिँ छ बनास बिन्छन्। अनि यहाँ चाहिँ आन्टीले हालिदिनु भएको छ पुरै। आन्टीले चाहिँ मल लानु भएको छ। अनि चाहिँ मिठो मिठो अचार छ आन्टी। अनि हाम्रो मिस्टर अमृत भित्रकोटी चाहिँ कहाँ जानुभएको छ आन्टी? गेम खेल्न। यस अनि पुरै काकुहरू चाहिँ गेम खेल्न जानुभएको छ। अचार चाहिँ यस्तो भएको छ। हजुर हजुर खुर्सानी मलाई नि हाल्नुपर्छ यहाँ त खुर्सानी। फाइनली हाम्रो बर्थडे गर्ल पनि यहाँ खेल्दैछिन्। अनि हाम्रो कुकको चाहिँ यहाँ सुतिरहेको छ। हाम्रो भाइ चाहिँ यता छन्। सक्यो हाम्रो काम पनि। यता चाहिँ अब दाल यता माछा पाक्दैछ। हाई भनिदेऊ रबिन। हाई भनिदेऊ कान्छी। हाई भनिदेऊ भाइ हो। सो मैले चाहिँ अचार पनि बनाइसकेँ। अब यताउति चाहिँ हाम्रो बहिनी दिदीहरूले गर्दै हुनुहुन्छ। म चाहिँ एकछिन यतापट्टि हेर्न आएको थिएँ। अब चाहिँ फाइनल्ली अब एकछिन पछि चाहिँ हाम्रो छोरीको बर्थडे सेलिब्रेसन चाहिँ देखाउँछु म। सो त्यति बेलासम्म चाहिँ हेर्दै गर्नु होला। बाई बाई। हामी एकछिन जुलेर आउँछौँ। लिन गर्ल बर्थडे बोय अरे। छोरी 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 ह्याप्पी बर्थडे टु यु। देऊ न त फाइनली हाम्रो दाजुभाइ पनि बल खेलेर आइसक्नु भएको छ। हेलो 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 गाइज बुढो त्यो बर्थडे गिफ्ट हो। हाम्रो चाहिँ बर्थडेको सामान पनि आइसकेको छ। अब चाहिँ हामी मिलेर बर्थडेको सामान सजाउँछौँ। मेरो हेल्प गर्नको लागि चाहिँ यहाँ एउटा हिरो अर्को हिरो अर्कै सानी बहिनी हामी यतिजना मिलेर चाहिँ हामी बर्थडे डेकोरेसन गर्छौँ। अनि मेरो छोरीले चाहिँ भिडियो गरिदिँदैछिन्। हाम्रो बेलुन यहाँ रहेको छ। अब हामी बेलुन फुकेर हाम्रो सानीको बर्थडे मनाउने हो के न? हामी चाहिँ यहाँ बेलुन कति धेरै बेलुनहरू बानिसकेका छौँ। यहाँ चाहिँ हाम्रो कान्छी दिदी बहिनी यहाँ हाम्रो त्यसरी बाँध्ने साथीहरू। अनि यता फुच्चे भाइ यो छ हाम्रो फुच्चे भाइ। अनि यहाँ चाहिँ हाम्रो बर्थडेको। सो हामी चाहिँ भित्र पनि डेकोरेसन गर्दैछन्। यता चाहिँ बस्दै हुनुहुन्छ काकु छोरी रक्स। हाँस्दैको बिटु
हाम्रो चाहिँ केक चिसो सबै लिएर हिँड्नु सक्नु भएको छ। फ्रिजमा राख्नु भएको थियो। यस्तो हेरौँ यी मम्मी बर्थडे गर्लको कको Happy birthday to you. यो केक चाहिँ हाम्रो छोरीको मामाको तर्फबाट सो केक चाहिँ रेडी भइसकेको छ। जना आइसक्नु भएको छ। अब ह्यापी बर्थडे गीत गाउनलाई भएन गीत 1 2 3 गो Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday, happy birthday, happy birthday, happy birthday. Woo, Pipi, what the heck? Kanji, fuga. Happy birthday, happy birthday. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Birthday to you. Happy birthday to you. Happy birthday, dear Robinka. Happy birthday to you. Birthday to you. Birthday to you. Happy birthday to you. Happy birthday. लाइटर बोल्ने त अघि लाइटर बाल्न बिर्सिएछ कि ल भाइ भन्दा ल हाम्रो चाहिँ चिसो खाने कार्यक्रम है ल हेलो ग्याङ ग्याङ यो पुरै इज ग्याङ हुनुहुन्छ काकुहरू बाबाहरू यहाँ छ खानाहरू हजुर
अनि यो हुन्छ हाम्रो आन्टी हामी चाहिँ फाइनली घर आइसक्यौँ मेरो दाँत पनि हेरिदिनु होला भन न एकचोटि अब हामी सुत्छौँ बाई बाई हेर्दै गर्नु होला नेक्स्ट भिडियो शेयर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला उहाँ चाहिँ झुल्नु भयो कुन थाक्यो आज विपिन भान्जा रमाइलो भयो सो गाइज थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा र यदि नयाँ भ्युवर्स हुनुहुन्छ भने चाहिँ म आकृति पोखराबाट र सब्सक्राइब बटनमा थिच्न चाहिँ नबिर्सनु होला र यदि पुरानै हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला र मैले चाहिँ स्पेसल क्लिपहरू जोडेर चाहिँ भ्लग बनाएको छु त्यस कारणले चाहिँ भिडियो छोटो भएको छ र छोटो भए पनि हेरेर इन्जोय गर्नुहुन्छ भन्ने आशाका साथ आजको भिडियो चाहिँ म यही अन्तिम गर्न चाहन्छु र भेट्नेछौँ हामी फेरि पनि नयाँ भ्लगमा सो त्यति बेलासम्म चाहिँ आफ्नो केयर गर्नुहोला बाई बाई गाइज